नमस्कार साथीहरू, यस भिडियोको विषय रहेको छ जब भर्सेस बिजनेस। हामी धेरैजनालाई कुनै विषयको पढाइ गरेर जागिर गर्ने या कुनै बिजनेस सुरु गर्ने भन्ने विषयमा कन्फ्युजन हुन सक्छ। सामान्यतया जागिर र व्यापार दुवै पैसा कमाउने माध्यम हुन्। दुवैका आफ्नै एडभान्टेजेस र डिसएडभान्टेजेस रहेका छन्। हामी जब र बिजनेस दुवैलाई निष्पक्ष रूपमा तुलना गर्नेछौँ, जसले तपाईलाई सही डिसिजन गर्नमा सहयोग गर्नेछ। एउटा बिजनेस ओनरको रूपमा तपाईँ कति आम्दानी गर्नुहुन्छ भन्ने कुराको कुनै सीमा हुँदैन। तपाईँ निश्चित समयमा जति पनि कमाइ गर्न सक्नुहुन्छ। तर जागिरमा तपाईले जतिसुकै हार्डवर्क गरे पनि सम्झौता अनुसार तपाईले काम गरे बापत निश्चित समयमा स्यालेरीको रूपमा निश्चित रकम प्राप्त गर्नुहुन्छ। जागिरमा तपाईँ जबसम्म सक्रिय रूपमा काम गर्नुहुन्छ तबसम्म तपाईँ पैसा कमाउन सक्नुहुन्छ। तर बिजनेसमा तपाईँ प्यासिभ इन्कम पनि जेनेरेट गर्न सक्नुहुन्छ। कुनै जब गर्ने कर्मचारीको जीवनभरको कमाई एउटा बिजनेसम्यान वा बिजनेसवुम्यानले एकदमै कम समयमा कमाउन सक्छ। जागिरको तुलनामा बिजनेसमा एकदमै ठुलो रिस्क हुने गर्छ। कुनै पनि व्यापार व्यवसायलाई आफ्नो आर्थिक लक्ष्यमा सफलता प्राप्त गर्न एकदमै ठुलो जोखिम हुने गर्छ। जागिरको तुलनामा एउटा बिजनेस रन गर्न एकदमै च्यालेन्जिङ रहेको छ। डिमान्ड कम हुनु, पर्याप्त पुँजी नहुनु, राम्रो टिम नहुनु, सही मूल्य निर्धारण नहुनु र एकदमै हाई कम्पिटिसनका कारणले एउटा अध्ययनका अनुसार एकदमै कम प्रतिशत बिजनेस मात्र आफूलाई सर्भाइभ गर्न सफल हुन्छन्। तपाईले सुरु गरेको बिजनेस कुनै कारणले असफल भयो भने तपाईँ र तपाईँको परिवारले नै ठुलो रूपमा आर्थिक क्षति बेहोर्नु पर्ने हुन सक्छ। जागिरमा तपाईँ अरूको अन्डरमा काम गर्नुपर्ने हुन्छ। बिजनेसमा तपाईँको कुनै बस हुँदैन, तपाईँ नै आफ्नो बिजनेसको मालिक हुनुहुन्छ। बिजनेसमा तपाईँलाई कुनै टाइम रिस्ट्रिक्सन हुँदैन। तपाईँ मन लागे काम गर्न सक्नुहुन्छ, मन लागे नगर्न पनि सक्नुहुन्छ। जबमा कार्यालयले प्रदान गरेको वर्किङ आवरमा तपाईले काम गर्नुपर्ने हुन्छ। तपाईलाई कार्यालयमा समयमा उपस्थिति हुनुपर्ने हुन्छ। बिजनेसमा तपाईँ आफूले चाहेका कुरा गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो आइडियाहरूमा स्वतन्त्र रूपमा काम गर्न सक्नुहुन्छ। जागिरमा एउटा कर्मचारीले कम्पनीको आवश्यकता पूरा गर्न नसके उसलाई कम्पनीले जागिरबाट निकाल्न पनि सक्छ। जागिरको तुलनामा बिजनेसमा बिजनेस ओनरको रूपमा एकदमै ठुलो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ। बिजनेसमा तपाईलाई ग्राहक, कर्मचारी, खर्च, समस्या लगायतका सम्पूर्ण कुराहरूलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। बिजनेसको लागि एकदमै ठुलो योजना र रणनीति बनाउनु पर्ने हुन्छ। तपाईलाई जागिर गर्न कुनै पैसाको लगानी गर्नु पर्दैन। एउटा बिजनेस सुरु गर्न तपाईलाई पैसाको आवश्यकता पर्दछ। तपाईँ जति ठुलो बिजनेस सुरु गर्नुहुन्छ त्यति धेरै रकमको आवश्यकता पर्दछ। बिजनेसमा पहिला तपाईँ लगानी गर्नुहुन्छ र त्यसपछि तपाईँ नाफा कमाउनुहुन्छ। तर जागिरमा तपाईँ कुनै बिजनेस वा अर्गनाइजेसनलाई आफ्नो समय र स्किल सेल्स गरे बापत पैसा अर्न गर्नुहुन्छ। प्राय हामीलाई एउटा राम्रो जागिर गर्न स्किल्सको साथसाथै शैक्षिक योग्यताको पनि आवश्यक पर्दछ। तर बिजनेस सुरु गर्न तपाईलाई कुनै पनि एकाडेमिक क्वालिफिकेसन अर्थात् शैक्षिक योग्यताको आवश्यकता पर्दैन। तर एउटा बिजनेसलाई सक्सेसफुल बनाउन नलेज र स्किल्स हुन एकदमै जरुरी छ। एउटा सक्सेसफुल बिजनेस रन गर्न तपाईले आफ्नो नलेज, स्किल्स र क्यापेबिलिटीलाई अपग्रेड र अपडेट गरिराख्नु पर्ने हुन्छ। त्यसैले बिजनेसमा तपाईको व्यक्तित्व विकास, बौद्धिक विकास र तपाईको सेल्फ क्यापेबिलिटीमा पनि वृद्धि हुन्छ। जागिरमा आफू जुन काम गर्दैछ त्यसमा दक्षता हासिल गरे पुग्छ। तर बिजनेस ओनरको रूपमा तपाईँ विभिन्न कुरामा दक्ष हुन जरुरी छ। तपाईँ आफूले गरेको बिजनेसको सुरुवातसँगै धेरै रोजगार पनि सृजना गर्नुहुन्छ। तपाईले सृजना गरेको रोजगारले धेरैजनालाई आफू र आफ्नो परिवार धान्न एउटा सुनौलो अवसर प्रदान गर्दछ। जुन कुरा तपाईको बिजनेसलाई मात्र लाभदायी नभएर हाम्रो सम्पूर्ण अर्थव्यवस्थालाई पनि उत्तिकै फाइदा पुर्याउँछ। देशमा बेरोजगारीको अन्त्य गर्न पनि उत्तिकै भूमिका निर्वाह गर्दछ।
बिजनेसले रोजगारीको सिर्जना गरेसँगै काम गर्न विदेश पलायन हुनुपर्ने बाध्यतालाई अन्त्य गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। तपाईले जुनसुकै निर्णय गर्दा पनि आफ्नो सोच, विचार वा इन्ट्रेस्ट हेरेर गर्नुहुन्छ भने जस्तो कठिनाइ आए पनि, जति असफल भए पनि तपाईँ आफ्नो कामलाई निरन्तरता दिनुहुनेछ, जुन कुराले तपाईँलाई अवश्य सफल बनाउनेछ। यदि एउटा सुरक्षित क्यारियर चाहनुहुन्छ र तपाईँ कुनै पनि रिस्क लिन चाहनुहुन्न भने तपाईँ जब गर्न सक्नुहुन्छ। तपाईँ अरूको लाइफस्टाइल, घर, गाडी, लग्जरियस लाइफबाट प्रभावित भएर बिजनेस सुरु गर्नुहुन्छ भने तपाईँ असफल हुन सक्नुहुन्छ। आफ्नो इच्छाभन्दा आवश्यकताले निर्णय गर्नु उपयुक्त हुन्छ। तपाईमा रिस्क लिने क्षमता छ भने तपाईँ बिजनेस गर्न सक्नुहुन्छ। यदि तपाईलाई नयाँ मान्छेलाई भेट्न, नयाँ कुरा, नयाँ ठाउँलाई एक्सप्लोर गर्न, एक्सपेरिमेन्ट गर्न, नयाँ कुराको अनुभव गर्न, नाम र दाम दुवै कमाउन वा छिट्टै तपाईँ फाइनान्सियल फ्रिडम अचिभ गर्न चाहनुहुन्छ भने बिजनेस इज द बेस्ट अप्सन। यदि तपाईलाई 30-40 वर्ष जागिर गरेर जीवन बिताउनु छैन, कम उमेरमै चिल्लो गाडी चढेर हिँड्नु छ, आफूले चाहेका हरेक कुरा गर्नु छ, हरेक ठाउँ घुम्नु छ र फाइनान्सियल फ्रिडम कम उमेरमै अचिभ गर्नु छ भने जागिरबाट यो ड्रिमलाई पुरा गर्न एकदमै गाह्रो छ। तपाईहरूलाई आजको विषय कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला। भिडियो मन परे लाइक गर्नुहोला, साथीहरूलाई सेयर गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकन दबाउन नभुल्नुहोला। अन्तिमसम्म हेर्नुभएकोमा यहाँलाई धन्यवाद।